दैलेख जिल्लामा रहेको ठाटीघाट गाउँपालिकाका 97 जना कुरार शिक्षकले भने 9 महिनादेखि तलब नपाएर आन्दोलित छन्। अहिले ठाटीघाट गाउँपालिकाले पालिकाका अनुदान शिक्षकहरूलाई तलब खुवाउन सकिरहेको छैन भन्ने खबर आयो, सूचना आइराखेको छ व्यापक रूपमा। के हो यो वास्तविकता बुझौँ भनेर? छैन खुवाइसकेको। हजुर खुवाइरहेको छैन। त्यति मात्र होइन, त्यहाँबाट श्रम शोषण भयो भनेर इन्डिया जानकै लागि 2 जनाले राजीनामा समेत दिइसकेका छन्। यो देशमा सरकारी कार्यालय र सरकारी ढड्डाले नियुक्ति गरेका कर्मचारी राजीनामा दिएर इन्डिया रोजगारीका लागि जानुपर्ने अवस्था हो भने देश कतातिर जाँदैछ? तपाईले राजीनामा दिँदै गर्दा पालिकाको धारणा के थियो? पालिका विद्यालय व्यवस्थापन समितिको धारणा के थियो? धन्यवाद। विद्यालय व्यवस्थापन समितिले एक दिन मलाई होल्डमा राखेको थियो, त्यो उसको अधिकारको कुरा पनि हुन्छ। अनि सोही पछिल्लो दिन गाउँपालिकाबाट गएका जनप्रतिनिधि, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृता लगायतका सरहरू, उपाध्यक्षज्यूहरू त्यहाँ जानुभएको थियो। उहाँहरूसँग मेरो भेट भयो। अनि उहाँहरूले के भन्नुभयो भन्दा, तपाईँले आफ्नो विकल्प रोज्नुभयो, हामीले पनि यस्तै उम्मेदवारहरू खोजिरहेछौँ, तपाईँलाई धन्यवाद छ, समयमै तपाईँले आफ्नो बाटो लाग्नुभयो। उपाध्यक्ष तपाईँलाई कार्यक्रममा स्वागत छ। हजुर धन्यवाद। हजुर आरामै हुनुहुन्छ? ठिक छौँ। हजुर आफू आरामै भए पनि जनताका छोरा पढाउने शिक्षक एकदम निराशावाद देखेका छन्। किन? शिक्षक साथीहरूले अघि नै तपाईँहरूले भनिसक्नुभयो, 9 महिना तलब नपाउँदा उहाँहरू निराशावादी हुनुभएको छ। हेर्दा र सुन्दा सामान्य लाग्ला, तर 97 जना शिक्षक 9 महिनादेखि तलब नपाएर बिचल्लीमा पर्दा कस्तो हुन्छ? दर्शकवृन्द नमस्कार, यति बेला हेर्दै हुनुहुन्छ कर्णाली क्रस र म साथमा कपिल साई। दर्शकवृन्द हेर्दा र सुन्दा सामान्य लाग्ला, तर 97 जना शिक्षक 9 महिनादेखि तलब नपाएर बिचल्लीमा पर्दा कस्तो हुन्छ? हाम्रो समाजमा भ्रष्टाचार, विकृति र विसङ्गति उग्र गतिमा बढ्दै गइरहेका छन्। त्यो मध्ये यो देशमा सबैभन्दा बढी आशा गरिएका क्षेत्रहरू भनेका सरकारी कर्मचारी, निजामती कर्मचारी सँगसँगै सरकारले अनुदानमा दिएर पालिएका शिक्षक लगायत अन्य कुरार कर्मचारी हुन्। तर ती कर्मचारीले भने अहिले तलब पाउन हम्मे भएको छ। जहाँ भ्रष्टाचार, विकृति र विसङ्गति गर्दैनौ भनेर गएका जनप्रतिनिधिहरूले त्यही बाटो लागेर दैलेख जिल्लामा रहेको ठाटीघाट गाउँपालिकाका 97 जना कुरार शिक्षकले भने 9 महिनादेखि तलब नपाएर आन्दोलित छन् र उनीहरू आवाज कार्यपालिका अगाडि गएर गर्छन्, तर मिडिया अगाडि आउन मान्दैनन्। किन? तपाईँलाई थाहा छ, यो नेपाल यस्तो देश हो जहाँ राजनीतिक दलले नियुक्ति गरेपछि आन्दोलन त गर्छन्, तर केही स्वार्थका लागि, तर निष्पक्ष आवाज भने कोही बोल्दैनन्। दैलेखको ठाटीघाट गाउँपालिकाका 97 जना शिक्षक 9 महिनादेखि बिचल्ली अवस्थामा छन्, जो तलब पाएका छैनन्। उनीहरू के गर्छन्? फोन गर्छन्, तलब पाएका छैनन् होइन, विभिन्न तरिकाले फोन गर्छन्, मिडियाकर्मीले फोन गर्छन्, तलब पाएका छैनौ बोलिदिनु पर्यो। हामी त्यहाँ रिपोर्टिङ गर्न जाने क्रममा सङ्घर्ष समितिका अध्यक्षलाई फोन गर्न खोज्यौँ, उहाँ सम्पर्कमा जोडिनुभयो, तर केही स्क्रिन अगाडि बोल्न चाहिँ हचकचाउनु भयो। त्यो किन हचकचाउनु भयो थाहा छ? कहिले मिडिया अगाडि बोलिदिए भने अध्यक्ष र उपाध्यक्षको अगाडि केही नराम्रो भयो भने जागिरै फुत्किन्छ कि होइन? हुन पनि हो, देशमा चरम विभिन्न किसिमका कारणले गर्दा बेरोजगार बढ्दो क्रममा छ। बेरोजगारको क्रममा रोजगारी पाएका ती शिक्षकले आशा मानिरहेका छन्, 9 महिनादेखि शिक्षक आएको छैन, अब त आउला भनेर। तर ती शिक्षक पीडामा भएर पनि आफ्नो पीडा मिडिया सामु बोल्न सक्दैनन्। यो यस्तो देश हो जहाँ आफू पीडामा रहँदा पनि राजनीतिक स्वार्थका लागि र व्यक्तिगत विभिन्न किसिमका कारण र केही लिप्त समूहका कारण आफ्ना आवाजहरू बन्द गर्न बाध्य छन् ती ठाटीघाट गाउँपालिकाका शिक्षकहरू। हामीले केही फोनबाट उनीहरूको गुनासो सुनेको तपाईँको साथमा प्रत्यक्ष देखाउनेछौँ। तर ठाटीघाट गाउँपालिका एउटा यस्तो गाउँपालिका बन्यो जहाँ आफ्नै कर्मचारी छन्, ती कर्मचारीले कार्यान्वयन गरेको कुरालाई पनि अहिले हचुवाको भरमा भयो भनेर ठाडी जनप्रतिनिधिहरू बोलिदिन्छन्। यो लाजमर्दो कुरा होइन? देश कतातिर जाँदैछ? एउटा गाउँपालिका जहाँ भ्रष्टाचार, विकृति र विसङ्गति गर्दैनौ भनेर गएका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष त्यति मात्र होइन, विभिन्न किसिमका बहानामा भत्ता बुझ्छन् र विभिन्न किसिमका शीर्षकमा विभिन्न किसिमका भुक्तानी गर्छन्। तर जनताले भुरालेका, जनताकै छोराछोरी पढ्नलाई बनाएको स्कुल र स्कुलभित्रका त्यो स्कुल मन्दिर मानिन्छ,
शिक्षाको मन्दिर मानिन्छ त्यही मन्दिरभित्र बस्ने भगवान सरका गुरुले 9 महिनादेखि तलब नपाउँदा विचल्लीको अवस्था छ। सर्वप्रथम यो देशमा पछिल्लो समय विभिन्न किसिमका घटनाक्रमहरू बढ्दै जाने क्रममा र विभिन्न किसिमका बजेटहरू आउने क्रममा शिक्षालाई हेर्ने दृष्टिकोणै फरक देखिएको छ। ठाटीघाट गाउँपालिकामा जम्मा 40 वटा विद्यालय निमावि, प्रावि र विभिन्न तहका विद्यालय छन्, तर त्यहाँ एउटा संघीय अनुदानबाट 40 वटा विद्यालयमा 7 वटा मावि मध्ये एउटा मात्रै संघीय अनुदानबाट माविमा शिक्षक छ, अरू सबै बाँकी गाउँपालिकाले नै अहिलेसम्म चलाएको छ। दर्शकवृन्द, यो देशमा शिक्षाका जति ठुला जसले भाषण गरे पनि यो देशमा शिक्षाको नीति त सही छैन, तर पुग्नुपर्ने अनुदान अहिलेसम्म ठाटीघाट गाउँपालिकामा पुगेको छैन र त्यो नपुगिसकेपछि स्थानीय तहको जिम्मेवारी हो उनीहरूलाई जागिर खुवाउने, तर गाउँपालिकासँग पनि बजेट नभएर 9 महिनादेखि तलबबाट वञ्चित भएका र श्रम शोषण भएका ती शिक्षकहरूको पहिला यो आवाज सुन्नुहोस्। पालिका शिक्षक अनुदान सङ्घर्ष समितिको अध्यक्ष हुनुहुन्छ है? म के अरे एउटा अहिले ठाटीघाट गाउँपालिकाले पालिकाका अनुदान शिक्षकहरूलाई तलब खुवाउन सकिरहेको छैन भन्ने खबर आयो, सूचना आइराखेको छ व्यापक रूपमा। के हो यो वास्तविकता बुझौँ भनेर। छैन खुवाइसकेको। हजुर खुवाइरहेको छैन। ए तपाईँ शिक्षक सङ्घर्ष समितिको अध्यक्ष पनि हुनुहुन्छ पालिकाको, अनि के छन् तपाईँका आन्दोलनका चरणहरू? कसरी पालिकासँग तलब माग गरिराख्नु भएको छ? आन्दोलनका चरणहरू त अस्ति हामीहरूले माग गरेका हौँ। अब के अरे 4 महिना हाल्छौँ, त्यसपछि अहिले बजेट छैन, अर्को वर्ष के अरे दिन्छौँ भनेर हामी त्यतिकै भन्छौँ। के अरे ठाटीघाट गाउँपालिकाले अहिले अनुदान शिक्षकहरूलाई तलब खुवाउन सकिरहेको छैन भन्ने छ, के हो यो वास्तविकता बुझौँ भने। त्यो हो 6 महिना, अब असारमा 10 महिना हुन्छ। हजुर 9 महिना हामीले 1 वर्षमा 3 महिनाको तलब खायौँ। हजुर अनि त्यस्तै छ गएर 10 महिना हुन्छ क्या। हजुर 10 महिनादेखि अब यो असारमा अहिले त 9 महिना राखेको छ, अब यो असारमा 10 महिना हुन्छ। अनि असारमा 3 महिनाको खुवाउने भन्ने कुरा भएको छ जस्तो लागेको छ मलाई। त्योभन्दा बढी केही छैन। त्यति मात्र होइन, त्यहाँबाट श्रम शोषण भयो भनेर इन्डिया जानकै लागि 2 जनाले राजीनामा समेत दिइसकेका छन्। यो देशमा सरकारी कार्यालय र सरकारी ढड्डाले नियुक्ति गरेका कर्मचारी राजीनामा दिएर इन्डिया रोजगारीका लागि जानुपर्ने अवस्था हो भने देश कतातिर जाँदैछ। गाउँ गाउँमा सिंहदरबारका नारालाई पनि शिक्षा समाज परिवर्तन गर्ने धारो, शिक्षा समाज परिवर्तन गर्ने ऐना हो, तर शिक्षालाई दिने बजेट छैन, शिक्षकलाई दिने केही न केही नयाँ तरिकाको सेवा सुविधा छैन। दिन प्रतिदिन शिक्षकलाई विभिन्न किसिमका बजेटमा आश्वासन देखाइए पनि कार्यान्वयन किन हुँदैन? तपाईँले राजीनामा दिँदै गर्दा पालिकाको धारणा के थियो? पालिका विद्यालय व्यवस्थापन समितिको धारणा के थियो? धन्यवाद। विद्यालय व्यवस्थापन समितिले 1 दिन मलाई होल्डमा राखेको थियो, त्यो उसको अधिकारको कुरा पनि हुन्छ। अनि सोही पछिल्लो दिन गाउँपालिकाबाट गएका जनप्रतिनिधि, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतका सरहरू, उपाध्यक्षज्यूहरू त्यहाँ जानुभएको थियो। उहाँहरूसँग मेरो भेट भयो। अनि उहाँहरूले के भन्नुभयो भन्दा, तपाईँले आफ्नो विकल्प रोज्नुभयो, हामीले पनि यस्तै उम्मेदवारहरू खोजिरहेछौँ, तपाईँलाई धन्यवाद छ, समयमै तपाईँले आफ्नो बाटो लाग्नुभयो। अनि त्यो भन्दै गर्दा अब भन्नुहोस्, ठाटीघाट गाउँपालिकामा पढाइरहनुभएका शिक्षक साथीहरूको अवस्था कस्तो छ? बेला हामी ठाटीघाट गाउँपालिकाका उपाध्यक्षज्यूसँग कुराकानी गर्न आएका छौँ। 9 महिनादेखि तलब नपाएका शिक्षक पछिल्लो समयमा के गरिरहेका छन् र 9 महिनादेखि गाउँपालिकाले तलब नदिएपछि अध्यक्षलाई सम्पर्क गर्ने विभिन्न माध्यमहरू प्रयोग गर्यौं, तर अध्यक्ष केही महिनादेखि अस्पतालमा भएका कारण उपाध्यक्षज्यूसँग कुराकानी गर्न आएका छौँ। उपाध्यक्षज्यू, तपाईँलाई कार्यक्रममा स्वागत छ। हजुर, धन्यवाद। हजुर आरामै हुनुहुन्छ? ठिक छौँ। हजुर, आफू आरामै भए पनि जनताका छोरा पढाउने शिक्षक एकदम निराशावादी देखिएका छन्, किन? शिक्षक साथीहरूले अघि नै तपाईँहरूले भनिसक्नुभयो, 9 महिना तलब नपाउँदा उहाँहरू निराशावादी हुनुभएको छ। त्यो स्वाभाविक छ, निराशावादी हुनुपर्ने। किनभने त्यही पेसामा लाग्दा, काम गर्दा, दुःख गर्दा, मेहनत गर्दा पैसा नपाउने अवस्था आयो भने निराशावादी हुनु त स्वाभाविकै हो। अनि यो निराशालाई पालिकाले पनि महसुस गरेको छ। यद्यपि उहाँहरूलाई
जुन तलब दिनुपर्ने जो विषय हो यो के हो भन्दा हामीले पालिकामा राजस्व शीर्षक बाहेक अर्को शीर्षकबाट तलब दिन नमिल्ने यो सरकारको केन्द्रीय सरकारको नम्स भएको हुनाले हामी कहाँ आएको राजस्वबाट केही रुपियाँ उहाँहरूलाई दियौँ र थप केही शिक्षकहरू अघिल्लो सरकारभन्दा यो सरकारको पालामा केही शिक्षक साथीहरू थपिनु भएको हुनाले अब त्यो राजस्वले पनि नभएको हुनाले यो समस्या आएको हो हजुर। यो समस्या त आयो, अब यो समस्याको समाधान चाहिँ के? शिक्षा समाज परिवर्तन गर्ने धार, समाज परिवर्तन गर्ने धार चलाउने शिक्षकलाई यसरी बिचल्ली पार्न मिल्छ पालिकाले? यो त मिल्दैन। तर नमिल्ने भए अध्यक्ष उपाध्यक्ष जस्तो जिम्मेवारी पदमा बसेर 97 जना शिक्षकलाई बिचल्ली किन बनाएको? 97 जना शिक्षक बिचल्ली छन्। 97 जना शिक्षकले पढाउने सयौं हजारौं विद्यार्थीको जीवन पनि अन्धकार हुने भयो, भविष्य बिग्रिने भयो भन्ने चिन्ताले पालिकाका जनताले गुनासो गरिरहेका छन्। हजुरलाई जुन जनताले भोट दिए त्यही जनताका छोराछोरी पढ्नबाट र श्रम शोषण भएका छौँ भनेर शिक्षकले नै 97 जनाले पढाउन छोडेपछि त बालबालिकाको भविष्य के? भविष्य त यो त नराम्रो हुने भयो। यो त मैले भन्नुभन्दा पनि अब यो विषयमा शिक्षक साथीहरू विद्यालयमा जानु भएन र हाम्रा विद्यार्थी भाइ बहिनीहरू शिक्षाबाट वञ्चित हुनुभयो भने त्यो ठुलै समस्याकै विषय हो, यसलाई भनिरहनु पर्दैन। यद्यपि यो समस्यालाई समाधान गर्नको निमित्त हामीले के चाहिँ गरेका छौँ भने अहिलेको वर्ष यो वर्षको आगामी बजेटमा कसरी तलब दिन सकिन्छ, के विषयवस्तुहरूलाई त्यहाँ समावेश गरेर अब सङ्घीय सरकारको आउने सामान्यकरण बजेटबाट अथवा अन्य कुनै स्रोतबाट कसरी उहाँहरूलाई तलब दिन सकिन्छ भन्ने विषयमा यो गहन पालिकामा छलफल पनि भएको छ। यो पालिकालाई महसुस पनि भएको छ। पालिका सरकार जिम्मेवार हुनु पनि पर्छ, जिम्मेवार नभएर सुखै छैन पहिलो कुरा। तथापि केही अर्जनहरू भएको हुनाले, केही बाधा विघ्नहरू भएको हुनाले यो तलब खुवाउन नसकिएको हो। अब हामी बजेट पनि अब केही समय पछाडि अब बजेट पालिकाले प्रस्तुत गर्छ। यो बजेटमा कसरी सरहरूको तलबहरू दिन सकिन्छ, त्यो तलब दिनको लागि के उपायहरू के कदमहरू चाल्न सकिन्छ यो कार्यपालिकामा हामी छलफल गर्छौँ। यो कार्यपालिकामा छलफल गर्नुभन्दा अगाडि कार्यपालिकाले जुन निर्णय गरेको थियो नि शिक्षक नियुक्ति गर्ने, त्यो नियुक्ति गर्दा कार्यपालिका सदस्य, अध्यक्ष र उपाध्यक्ष बसेर निर्णय गर्नुभयो कार्यान्वयन गर्नेको प्रमुख प्रशासकीय अधिकृत। तपाईहरूले निर्णय गरे पनि निर्णयको कार्यान्वयन गराउने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पालिकाको घाँटी नहिँडेर हड्डी निल्ने प्रयास किन गर्नुभयो? अब यो विषयमा के भयो भने साँचो कुरा भन्नुपर्छ। हामी जनप्रतिनिधिलाई कुन शीर्षकबाट तलब दिन मिल्छ यो थाहा पनि भएन पहिलो कुरा। हजुरहरूलाई यो शीर्षक थाहा नभए यो चङ्गुलमा फसाउने कर्मचारी, अब कर्मचारीलाई पनि अब दोष नदिउँ, हामी पनि यो विषयमा अलि बुझ्नु पर्थ्यो होइन। अब कर्मचारी मित्रहरूले पनि के चाहिँ गर्नु पर्थ्यो भने जति बेला हामी शिक्षक नियुक्त गर्थ्यौँ त्यो विषयमा अहिलेको हाकिम साहब त हुनुहुन्थेन, त्योभन्दा अघिल्लो पटकका अब कर्मचारी साथीहरूले पनि यो विषयमा तलब दिन सकिन्न, त्यस कारणले यसको फलम यति हो, बजेट यतिसम्म गर्न सकिन्छ, त्यस कारणले यसको सरासर बुझ्दा गाउँपालिका कार्यपालिकाले निर्णय गर्यो, निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने बेला कर्मचारीको टिमले अर्थात् प्रमुख प्रशासकीय अधिकृत लगायत शिक्षा शाखाको विशेष कर्मचारीको टिमले हचुवाको भरमा निर्णय कार्यान्वयन गर्दा यो समस्या आएको हो। वा जनप्रतिनिधि अध्यक्ष र उपाध्यक्षले तपाईँले स्वीकार गरिसक्नुभयो कि हामीले कुनै पनि कुराको डिसिजन गर्छौँ तर त्यो चाहिँ शीर्षक हामीलाई यति थाहा हुन्न भन्नुभयो होइन। कार्यान्वयन गर्ने बेला हचुवाको भरमा कार्यान्वयन किन गरियो? अब यही त समस्या भयो। अब किन गरियो भनेर कसलाई प्रश्न गरौँ? हजुरले त प्रश्न यता गर्नु हो, तपाईँ जनप्रतिनिधि भएकाले तपाईँले प्रश्न गर्नुभयो, तर एक्सन लिने ठाउँमा तपाईँ हुनुहुन्छ, एक्सन त लिनु पर्यो नि। अब एक्सन लिनको निमित्त अब हामी कर्मचारी मित्रहरूलाई पनि राखेर अब के कसरी चाहिँ दिन सकिन्छ यो बजेट पनि मैले भनिसकेँ अघि पनि। अब बजेट पनि बन्दैछ, यो बजेट बनाउनुभन्दा अगाडि हामी यो विषयमा समग्र टिम बसेर यसको बारेमा वृहत छलफल गर्छौँ। छलफल गरेर काहीँ न कतैबाट
शिक्षक साथीहरूको तलब त नदिसुकै छैन, काम गराउने अनि तलब नदिने कुरै आउँदैन। तसर्थ उहाँहरूलाई सहज ढङ्गले पालिका पनि सहज ढङ्गले अवतरण हुने र उहाँहरूलाई तलब पनि सहज ढङ्गले के कसरी खुवाउन सकिन्छ यो बारेमा गृहकार्य पनि भइरहेछ र अब यो बजेट आउनुभन्दा अगाडि हामी विस्तृत छलफल गरेर उहाँहरूका मागहरू सम्बोधन गर्ने प्रयत्न गर्छौँ। विद्यालय भनेको शिक्षाको मन्दिर हो। शिक्षाका मन्दिरभित्र बस्ने पुजारी शिक्षकहरूको तलब ठाटीघाट गाउँपालिकाले चाँडै नै दिएको देख्न पाइयोस् र फेरि रिपोर्टिङ गर्न आउन पाइयोस्। समयका लागि धेरै धेरै धन्यवाद छ। धन्यवाद। यति बेला हामी ठाटीघाट गाउँपालिका शिक्षा अधिकृतसँग कुराकानी गर्नका लागि आएका छौँ। करिब 9 महिनादेखि शिक्षकले तलब खान नपाएपछि पालिकामा एउटा सङ्घर्षको समिति बन्यो। त्यो सङ्घर्षको समितिभन्दा पनि शिक्षकले तलब खान पाएनन्। पालिका उपाध्यक्षज्यूसँग पनि कुरा गऱ्यौँ, प्रमुख प्रशासकीय अधिकृतसँग जोडिने प्रयास गऱ्यौँ तर सकिएन, सम्पर्कमा ल्याउन सकिएन। उपाध्यक्षज्यूसँग कुराकानी गरिसकेपछि हामी शिक्षा अधिकृतज्यूसँग कुराकानी गर्दैछौँ। तपाईँलाई कार्यक्रममा स्वागत छ सर। ल धन्यवाद सर हजुरलाई जिज्ञासाको लागि। आरामै हुनुहुन्छ? हजुर ठिक छ सर, एकदम ठिक छ। पछिल्लो समय 9 महिनादेखि शिक्षकले तलब खान पाइरहेका छैनन्। शिक्षकको सरासर श्रममाथि शोषण भएको छ। पालिका अध्यक्षले स्वीकार्नुहुन्छ। हचुवाको भरमा निर्णय गऱ्यौँ, निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने बाटोमा कर्मचारीले बिगारे भन्नुहुन्छ, यो विषय के हो? अब यसमा यस्तो छ सर, म तपाईँलाई यसबारे केही कुरा भनौँ। हाम्रो शिक्षा युवा तथा खेलकुद शाखाको तर्फबाट तपाईँहरूलाई म केही कुराहरू आफ्नो तर्फबाट राख्न चाहन्छु। हुन त अब यस अगाडि उपाध्यक्षज्यूसँग पनि हजुर चाहिँ सम्पर्कमा गइसक्नु भएको रहेछ होइन, उहाँले पनि तपाईँलाई चाहिँ केही कुराहरू बताइसक्नु भयो होला। मुख्यतया हाम्रो शिक्षा युवा तथा खेलकुद शाखा भनेपछि शिक्षा क्षेत्रसँग जोडिएको शाखा भएको कारण अब तपाईँले स्वाभाविक रूपमा पनि शिक्षा युवा तथा खेलकुद शाखासँग पनि केही जिज्ञासा सोध्नु स्वाभाविक हो होइन, ठिक छ। अब मुख्यतया कुरा के हो भने अब हाम्रो पालिकाभित्र चाहिँ जम्मा 40वटा विद्यालय छन् होइन। 40वटा विद्यालयमध्ये हाम्रो पालिकाभरि माविमा चाहिँ जम्मा एउटा मात्र दरबन्दी छ कि, शुद्ध दरबन्दी भने एउटा मात्रै हो। अनि निवाबीमा चाहिँ शुद्ध दरबन्दी भनेको 4वटा छ, अनि पराबीमा चाहिँ 43वटा दरबन्दी हो होइन, शुद्ध दरबन्दी। अब यो हिसाबले हेर्दाखेरि विद्यालयको सङ्ख्या हेर्दाखेरि हाम्रो चाहिँ दरबन्दी भने एकदम न्यून दरबन्दी हो कि। न्यून दरबन्दी हुँदाहुँदै दरबन्दी ल्याउने माध्यम त पालिका होला नि। पालिकाले दरबन्दी ल्याउनुको साटो भकाभक कार्यकर्ता भर्ती केन्द्र बनाएर 97 जना शिक्षक, केही अघिल्लो कार्यकाल केही यो कार्यकाल गरेर 97 जना करारमा शिक्षक नियुक्ति गर्यो। पालिका अध्यक्ष र उपाध्यक्षले निर्णय गर्नुभयो, तपाईँहरूले कार्यान्वयनमा लैजानुभयो। कार्यान्वयनमा लैजाने क्रममा प्रमुख प्रशासकीय अधिकृत र हजुरको जिम्मेवारी हो कार्यान्वयनमा कसरी लैजाने भन्ने। बजेट नै नहुँदा पालिकामा घाँटी नै नहेरी हार त अध्यक्ष र उपाध्यक्षले निलिसक्नुभयो। त्यसको कार्यान्वयन गर्ने बाटोमा हजुरले जिम्मेवारीपूर्ण नीति नियम हेर्नु पर्ने, तर किन हेरिएन? यसमा यस्तो छ कि सर, मलाई लागेको कुरा के हो भने जस्तो नीति नियम बनाउने कुरा त विधायकले बनाउने हो होइन, किनभने हामी चाहिँ कर्मचारी भने बनाएको नीति नियम पालना गर्ने हो। मैले भन्न खोजेको नीति नियम चाहिँ उहाँले बनाइदिनु भयो। म हजुरलाई बताउँछु, अब विधायकले भने हो बनाउने हो, हाम्रो गाउँसभा छ, गाउँसभाले नीति नियम बनाउने हो, हामीले उहाँहरूले बनाएको नीति नियम पालना गर्ने होइन। मुख्यतः नीति नियमको सन्दर्भमा त्यो हो। र जहाँसम्म चाहिँ जो हाम्रो दरबन्दीको कुरा छ नि, दरबन्दीको कुरामा चाहिँ के छ भने सर, सकभर चाहिँ यो राज्यले नै माथिबाट केन्द्रबाटै जस्तै अहिले हाम्रो ऐन तथा नियमावलीले के भन्छ भन्दाखेरि 1 देखि 5 चलिया विद्यालयमा न्यूनतम चाहिँ 5 जना टिचर हुनुपर्छ भन्छ कि। तर अहिले 1 देखि 5 चाहिँ विद्यालय चलिया छ, तर त्यहाँ विद्यार्थी भनौँ न त्यो विद्यार्थी सङ्ख्या अनुसार दरबन्दी छैन कि। जस्तै राज्यले नै माथिबाट केन्द्रबाट दरबन्दी स्वीकृति दिइसकेपछि त विद्यालय चाहिँ चलाऊ भनेर स्वीकृति दिइसकेपछि केन्द्रले तपाईँको दरबन्दी मिलान गरेर आवश्यकता अनुसार दरबन्दी दिएको खण्डमा त यो समस्या त आउने थिएन। हेर्नुहोस् अब अहिले पनि हाम्रो पालिकाभरि माविमा एउटा दरबन्दी छ, जम्मा निवाबीमा 4वटा मात्र दरबन्दी छ। हाम्रो ऐन नियमावलीले चाहिँ पराबीमा न्यूनतम 1 चलिया विद्यालयमा न्यूनतम चाहिँ 5वटा चाहिँ दरबन्दी हुनुपर्छ भन्छ, तर चाहिँ एउटा पनि दरबन्दी नभएको विद्यालय पनि छन् कि। अनि त्यस्तो अवस्थामा कि त विद्यालय बन्द गर्नु पर्यो। यो विषयमा एकचोटि यहाँ पज गरेर मेरो बाइट राख्न चाहिँ दर्शकवृन्द, यति बेला हामी ठाटीघाट गाउँपालिकामा आएका छौँ। यो एकदम ग्रामीण र विकट क्षेत्रको गाउँपालिका हो। यस्ता विषयमा प्रदेश सरकार र सङ्घीय सरकारको शिक्षा मन्त्रालयले हेर्नुपर्ने हो। अहिले शिक्षा मन्त्री तत्काल रघुजी पन्त हुनुहुन्छ, उहाँको हैसियत रघुजी पन्त होइन रघु छिछि भन्ने अवस्था आइसकेको छ। गाउँ गाउँमा सिंहदरबारका नारा दिए पनि सिंहदरबार सीमित कागजमा मात्र देखेका छन्, तर कागजी नाराभन्दा बाहिरको सिंहदरबारमा भने 40वटा विद्यालय भएको पालिकामा एउटा मात्र
मावि दरबन्दी छ, त्यो भित्र पनि केही माविहरूमा त शिक्षक बेन्छन्। मावि 7वटा छ सर हाम्रो। 7वटा माविमा 1 जना दरबन्दीले मात्र अहिलेसम्म, शुद्ध दरबन्दी एउटा मात्रै र पालिकाबाट अन्य शिक्षक मिलाएर जनताका छोराछोरी पढिरहेका छन्। यो विषयमा प्रदेशका मुख्यमन्त्री, प्रदेशका सामाजिक विकास मन्त्री र रघुजी होइन रघु छिची पन्त शिक्षा मन्त्रीले यो विषयमा बुझ्ने कि नबुझ्ने? गाउँ गाउँमा सिंहदरबारका नारालाई पनि शिक्षा समाज परिवर्तन गर्ने धारो, शिक्षा समाज परिवर्तन गर्ने ऐना हो, तर शिक्षालाई दिने बजेट छैन, शिक्षकलाई दिने केही न केही नयाँ तरिकाको सेवा सुविधा छैन। दिन प्रतिदिन शिक्षकलाई विभिन्न किसिमका बजेटमा आश्वासन देखाइए पनि कार्यान्वयन किन हुँदैन? अहिलेको शिक्षा मन्त्री रघुजी पन्त र प्रधानमन्त्री केपी शर्मा ओली शिक्षा समाज परिवर्तन गर्ने धारो, शिक्षाले यो देशलाई अगाडि बढाउँछ, मुलुकलाई अगाडि बढाउँछ जति भनेर घोक्रो सुकाए पनि तपाईँहरूको आवाज कहीँ काम लागेन। कर्णाली त्यही माथि दैलेख जिल्लाको ठाटीघाट गाउँपालिकामा अहिलेसम्म 1 जना मात्र सङ्घीय अनुदान छ, अरू अनुदान खै। अहिले त्यहाँका जनताका छोराछोरीले राम्रोसँग पढ्न पाउने शिक्षाबाट राम्रो शिक्षा कहिले पाउने, त्यहाँका जनताले कहिले राम्रो तरिकाको गुणस्तरीय शिक्षा पाउने? यो लाजमर्दो कुरा भएन? प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, अर्थमन्त्री विष्णु पौडेलज्यू, तपाईँले शिक्षामा जति किसिमका बजेट ल्याए पनि कर्णालीका सबै विद्यालयको हालत त्यही हो। सङ्घीय अनुदान 1 दिएर बाँकी मावि चलिरहेका छन्, जो कहिले यताको कुरा उता कुरा यता मिलाएर जसोतसो जनताका छोराछोरी पढाउन बाटो गरिएको छ। र दैलेखको ठाटीघाट गाउँपालिकामा तत्काल सरकार र प्रदेश सरकारले विभिन्न किसिमका कदमहरू नचाले त्यहाँका 40वटा विद्यालयमा रहेका 97 जना शिक्षकको भविष्य अन्धकार छ र 97 जनाले पढाउने गरेका ती विद्यार्थीको भविष्य पनि अन्योलमा छ। यो बुझ्नुपर्ने कुरा हो, यो बुझ्नुपर्ने कुरा हो। शिक्षा समाज परिवर्तन गर्ने धारो र युवा भविष्यका कर्णधार र बालबालिका भोलिका देशका कर्णधार हुन् भनिन्छ, तर बालबालिकाले पढाउने शिक्षक नै छैनन्।